हेलो साथीहरू, वेलकम टु आवर च्यानल। आज पनि म फेरि नयाँ भिडियो लिएर यहाँहरूमाझ उपस्थित भइसकेको छु। आजको चाहिँ हाम्रो कन्टेन्ट रहेको छ 2078 सालको जनगणना अनुसार चाहिँ नेपालमा रहेका जात-जाति। आज यस भिडियोमा चाहिँ हाल नेपालमा रहेका जात-जातिको बारेमा 2078 सालको जनगणना अनुसार हामी चाहिँ अध्ययन गर्नेछौँ। यो भिडियो चाहिँ पूर्ण रूपमा चाहिँ शैक्षिक उद्देश्यका लागि मात्र तयार गरिएको। यहाँ प्रस्तुत गरिएका सबै तथ्याङ्कहरू सरकारी तथ्याङ्कमा आधारित छन्। कुनै पनि जात, धर्म, भाषा वा समुदायको बीच निम्न तुलना गर्ने वा कसैलाई होच्याउने उद्देश्य होइन। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै समुदायप्रति सम्मान राख्नु हाम्रो कर्तव्य हो। त्यसैले यहाँ प्रस्तुत सामग्रीलाई ज्ञान र तयारीका दृष्टिले मात्र हेर्नुहोला। अब सुरु गरौँ। नेपालका प्रमुख जातिहरूलाई सजिलोसँग सम्झिने एकदमै सजिलो ट्रिकसहित नेपालमा चाहिँ 2078 को जनगणना अनुसार 10वटा जात जाति रहेका छन्। तिनका जनसङ्ख्या दिए बमोजिम छन्। तपाईँले यो टेबलमा पनि हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ छुट्टै ट्रिकमा पनि पढ्नेछौँ। अब हामीले स्टार्ट गरौँ होइन। सबैभन्दा पहिला छ क्षेत्री 16.45%। यहाँ देख्न सक्नुहुन्छ क्षेत्रीको चाहिँ जातिगत पहिचान झल्किने सकेसम्म मैले तयार गरेको फोटो सकेसम्म। अब यसको ट्रिक छ। जस्तै अब क्षेत्रीको यहाँ छ नि त 16.45 छ नि त। अब यसको ट्रिक चाहिँ क्षेत्रीको स्वर भनेको 16 राम्रो भएर चाहिँ 4-5 वटा गीत गाए। अब 4-5 भनेको चाहिँ 16.45% भनेर सम्झिनु पर्यो। स्वर र 4-5 वटा गीत गाए भन्ने सम्झिनु पर्यो। अब अर्को छ ब्राह्मण भनेको 11.29% छ। अब यहाँ चाहिँ ब्राह्मणको यसो जातीय पहिचान झल्किने फोटो पनि रहेको छ। यसको ट्रिक चाहिँ 1मा 1 जोड्दा भनेको 11, 1 भनेको 11 भयो। 2 हुन्छ भन्ने कुरा 52लाई नौलो लाग्दैन भनेको 2.9, 11.29। 1 जोड्दा 2 हुन्छ भन्ने कुरा 52लाई नौलो लाग्दैन। यो भयो। अब अर्को रहेको छ 52 भनेको ब्राह्मण भयो। ब्राह्मण भनेको 11.29%। अब अर्को छ मगर 6.9%। अब मगरको चाहिँ ट्रिक यस्तो छ 6 नौलो थर मगरको। अब यो चाहिँ 6 नौलो थर मगरको भनेको मगरको थर चाहिँ नौलो छ भन्न खोजेको। अब यसलाई सजिलै हामीले सम्झिनका लागि 6 नौलो थर मगरको भनेर भिडियो चाहिँ ट्रिक राखेको छौँ 6.9% है। अब अर्को हाम्रो छ थारू भनेको 6.2%। अब यसको ट्रिक रहेको छ थारूहरू 6 पटक दोहोऱ्याएर नाचे। अब थारूहरू 6 पटक दोहोऱ्याएर नाचे भन्नुको मतलब 6.2% भनेको थारूहरू 6 पटक दोहोऱ्याएर भनेको 2, 6 भनेको 6 भइहाल्यो। 6.2% भयो। अर्को रहेको छ तामाङ भनेको 5.62%। अब यसको ट्रिक रहेको छ तामाङ सोल्टी 5 छ 2 पटक सोधिसके। खास यो अब यहाँ यो 5 छ हो। यहाँ चाहिँ हाम्रो ट्रिक छ यसरी। अब यो भयो नि त 5 पान भनेको 5, 6 भनेको 6 भइहाल्यो। 2 पटक भनेको 2 भयो। तामाङ सोल्टी 5 छ 2 पटक सोधिसके। यहाँ चाहिँ मैले लेख्न बिर्सिरहेछु। अब यता विश्वकर्मा छ। विश्वकर्मा भनेको चाहिँ 5.04%। अब विश्वकर्माको सूत्र छ पञ्चेबाजा भनेको 5 भइहाल्यो। बजाएर चारैतिर विश्वकर्मा पूजा गर्नुपर्छ भनेको 4 भनेको 4 भयो। पञ्चेबाजा बजाएर चारैतिर विश्वकर्मा पूजा गर्नुपर्छ। पञ्चेबाजा भनेको 5 अनि चारैतिर भनेको 4। अब मुसलमान छ 4.86%। अब यसको ट्रिक छ मुसलमानको 4 पटक अठ्याउँछन् मुसलमानले। 4 भनेको 4 भइहाल्यो। अठ्याउँछन् भनेको 8 र 6। अठ्याउने भनेको 8 भयो। छन् भनेको 6 भयो होइन। यो 8 र 6 हेर्नुहोस्। यो अठ्याउँछन् भनेको 8 र 6% मुसलमान। 4 पटक अठ्याउँछन् मुसलमान। 4 भनेको 4, अठ्याउँछन् भनेको 8 र 6। 4.86% मुसलमानको। अब नेवारको छ 4.6%। अब नेवारको चाहिँ ट्रिक यस्तो छ नेवार चारैतिर छन् भनेको नेवार चारैतिर छन्। नेवार चाहिँ चारैतिर छन् भनेर सम्झिनु पर्यो। जस्तै नेवार चारैतिर भनेको 4, छन् भनेको 6, 4.6 भयो। अब अर्को यादव रहेको छ 4.21%। यादवको सूत्र छ यादवलाई 4 को आधा 2 र 2 को आधा 1 हुन्छ भन्ने कुरा थाहा छ। अब 4 को आधा 2 भनेको 4.2 भयो। 2 को आधा 1 भनेको 1 भयो होइन। 2, 1 4.21।
4.21 भनेको यादव। यादवलाई 4 को आधा 2 र 2 को आधा 1 भन्ने थाहा छ। अब राई भनेको 2.2%। अब राईको छ राई 2 वटा छोराछोरी पाई। अब यो चाहिँ ट्रिक मात्रै हो। राई 2 वटा छोराछोरी पाई भनेको 2.2 भयो। राई भनेको 2.2 भयो। 10 वटा जाति मात्रै रहेका थिए। हस्, भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। फेरि पनि यस्तै भिडियो लिएर आउनेछौँ। यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला र यस्तै किसिमको कन्टेन्ट चाहिएमा कुन कन्टेन्ट चाहियो कमेन्ट गर्नुहोला।